आज नेपालको इतिहास सम्बन्धी किराँतकाल र सोमवंशी शासन सम्बन्धी केही प्रश्न उत्तर लिएर आएका छौं। पहिलो प्रश्न रहेको छ, प्रथम किराँती राजा को हुन्? प्रथम किराँती राजा यलम्बर हुन्। दोस्रो प्रश्न रहेको छ, किराँतहरूलाई कसका सन्तान मानिन्थे अथवा किराँतहरूले आफूलाई कसका सन्तान भनेर मान्थे? महादेवका। नेपालको इतिहासमा धेरै अवधि शासन गरेको वंश कुन हो? किराँत वंश। राइट वंशावली अनुसार किराँतहरूले कति वर्ष शासन गरे? 29 जना राजाले 1118 वर्ष शासन गरेका थिए। यो चाहिँ राइट वंशावली अनुसार हो। नेपालको सबैभन्दा पुरानो विरूपाक्षको मूर्ति कुन कालमा बनेको हो? यो किराँत कालमा बनेको हो भने यसलाई यलम्बरको रूपमा लिइन्छ। किराँत कालमा मन्त्रीलाई के भनिन्थ्यो? किराँत कालमा मन्त्रीलाई तुम्याङ भनिन्थ्यो। किराँत कालमा बोलीचालीको भाषा कुन थियो? किराँत कालमा बोलीचालीको भाषा संस्कृत थियो। किराँत कालमा कुन धर्म प्रचलनमा थियो? किराँत कालमा शैव धर्म प्रचलनमा थियो। महाभारत युद्ध हुँदा नेपालका राजा को थिए? महाभारत युद्ध हुँदा नेपालमा हुमती राजा थिए। यिनी किराँती कालका 6औं राजा पनि हुन्। गौतम बुद्ध काठमाडौँ कुन राजाका पालामा आएका थिए? गौतम बुद्ध जितेदास्तीका पालामा काठमाडौँ आएका थिए भने यिनी किराँत कालका 7औं राजा हुन्। अशोक सम्राट कसका पालामा नेपाल आएका थिए? किराँती कालका 14औं राजा इस्थुङ्गोको पालामा अशोक सम्राट नेपाल आएका थिए। कुन किराँती राजाका पालामा किराँतकाल विभाजन भएको थियो? 28औं राजा पटुकोको पालामा चाहिँ किराँतकाल विभाजन भएको थियो। किराँतीहरूका अन्तिम राजा को हुन्? किराँतीहरूका अन्तिम राजा गस्ती हुन्। अशोक सम्राट कहाँका राजा थिए? भारतीय राज्य मगध राज्यका चाहिँ राजा थिए अशोक सम्राट। अशोक स्तम्भको निर्माण कहिले भएको थियो? अशोक स्तम्भको निर्माण ईसापूर्व 249 मा चाहिँ अशोक स्तम्भको निर्माण भएको थियो। चारुमती एक्लैले बसाएको सहर कुन हो? चारुमती एक्लैले बसाएको सहर चाबहिल हो। नेपालको सबैभन्दा पुरानो लिपि कुन हो? नेपालको सबैभन्दा पुरानो लिपि ब्राह्मी लिपि हो। नेपालको इतिहासमा कतिजना सोमवंशी राजाले शासन गरे? नेपालको इतिहासमा 6 जना सोमवंशी राजाले 355 वर्ष शासन गरेका थिए। सोमवंशका संस्थापक राजा को हुन्? यसको सही उत्तर हो निमेष। सोमवंशका अन्तिम राजा को हुन्? भास्कर वर्मा। गोदावरीको 12 वर्षे मेलाको प्रचलन कसले ल्याएका हुन्? गोदावरीमा 12 वर्षे मेला लाग्छ। यो चाहिँ कसले प्रचलनमा ल्याएका थिए? निमेषले। सोमवंशीहरूको शासन केन्द्र कहाँ थियो? सोमवंशीहरूको शासन केन्द्र गोदावरीमा रहेको थियो। आज हामीले किराँतकाल र सोमवंशी सम्बन्धी केही प्रश्न उत्तर लिएर आएका थियौं। आजको भिडियो यहाँलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला।